हेलो गाइस नमस्कार हजुरले सबैजना सन्चै हुनुहुन्छ नि आज पनि मैले छोटो ब्लग लिएर आएको छु हेरेर साथ दिनुहोला धन्यवाद यो रोटी चाहिँ हाम्रो दीपक लाफाको लागि हो आज चाहिँ सुटिङ भएको हुनाले अनि यसरी चाहिँ बनाउँदैछौँ अनि चाहिँ मलाई चाहिँ यो रोटी खानलाई चाहिँ हाम्रो साथ दिनुहुन्छ भाउजूले उहाँलाई धेरै धेरै धन्यवाद अनि तपाईहरुलाई कस्तो लाग्छ हेर्दै जानुहोस् हाम्रो प्रोग्रामहरु एकदम राम्रो राम्रो छ एकदम छ है ल फाइनली रोटी चाहिँ यस्तो चाहिँ बनेको छ हेर्न सक्नुहुन्छ आज हाम्रो बिबीको गाडीमा जाँदैछौँ है यात्रा घुम्नलाई यो चाहिँ यसलाई चाहिँ राखेँ भाउजू ल फाइनली अब बिपीको गाडीमा यात्रा जाँदैछौँ है अब बिपीले आज घुमाउन लाग्दैछ है हामीलाई चाहिँ खै कतातिर लान्छ थाहा छैन जङ्गलमा लगेर छाड्दिन्छ जङ्गलमा लगेर छाडिदिन्छ भन्छ है म त फेरि कता फेरि हराउने होला है ल हरायो भने गाइस तपाईँहरूले चाहिँ मलाई चाहिँ सम्पर्क गरिदिनु भयो गुगल म्यापमा ट्र्याक गर्नुहुन्छ ल है लोकेसन है ल है ल मैथाने इटो है चाहिँ हामी चाहिँ कहाँ जाँदा चाहिँ मैथानेको सुटिङमा सुटिङमा जाँदैछौँ है दीपक मैथाने दाइको सुटिङमा जाँदैछौँ ल गाइस है फेरि आइसक्यो भन्नुभएको छ उहाँले बर्बाद भयो हामी त हाम्रो ड्राइभर गुरुजीले कता लानु भएको थाहा छैन अर्कै ठाउँमा लगेछ है गाइस अरे हामी त आउँछौँ होला भोलि बिहानको 7 बजीतिर ल गाइस है तपाईँहरू चाहिँ के गर्दै गर्नु होला ल नमस्कार झोरले है तपाईँहरूलाई चाहिँ ल आउनु भयो खुसी लाग्यो कस्तो भयो आजको यात्रा आउनु भएको छ नि यात्रा 1 मिनेट तल झरेको कस्तो भयो भनेको होला नि दाइले घरबाट ल हाय सुटिङको रोटी रेडी छ ल है अब हाम्रो चाहिँ यसो यति राम्रो सेलक्ट है युकेमा आएर पनि तपाईँलाई चाहिँ यदि चाहनुहुन्छ भने सिला किचनलाई चाहिँ सम्झाउन सक्नुहुन्छ थोपराउनुहुन्छ हजुर पक्का यो हाम्रो अर्ग्यानिक घिउ है हजुर पक्का घिउ भैँसीको ढाक्क है के भन्छ हेलो गाइस कस्तो भइरहेछ आजको सुटिङको है कति रमाइलो भएको छ आजको ल